भनिन्छ कसैको कम्प्लिकेटेड पर्सनालिटीलाई बुझाउनुहुन्छ भने इंग्लिशमा एउटा टर्म प्रयोग हुन्छ नि, लभ हिम और हेट हिम, यु कान्ट इग्नोर हिम। नेपाली सिनेमामा यो टर्मलाई मैले बुझाउनु पर्यो भने नायक अनमोल केसीमाथि लागू हुन्छ। हेर्नुस्, उनलाई प्रेम गर्नुस् या उनको उपहास गर्नुस्, उनी यो जेनेरेसनको नेपाली सिनेमाको सबैभन्दा ठुलो स्टार हुन्। यो सत्यलाई तपाईँ कसैले पनि बदल्न सक्नुहुन्न। अनमोल केसीलाई मन नपराउने उनका आलोचकहरू अक्सर उनको एक्टिङलाई लिएर चाहिँ क्रिटिसाइज मात्र होइन, हेट नै गर्छन्। तर त्यही अनमोल 10 वर्षदेखि यो इन्डस्ट्रीमा एउटा पोस्टर बोय बनेर बसेका छन्। यो त कुनै फ्लुक होइन। अनमोल केसीलाई प्राय मेगास्टारको ट्याग दिइन्छ। उनलाई माया गर्नेहरूका लागि उनी आफ्नो अभिनय मात्र होइन, आफ्नो मिस्टिक पर्सनालिटीको कारण पनि मन पराउँछन्। उनी सोशल डिस्टेन्स मेन्टेन गर्ने, अलिकति सङ्कोची अनि आफ्नै संसारमा रमाउने र सार्वजनिक मञ्चमा कम बोल्ने व्यक्ति हुन्। उनका लाखौं फ्यानहरू उनीमाथि फिदा छन्। तर क्रिटिकले भने सधैँ कमेन्ट गरिरहन्छन् कि अनमोलको एक्टिङ टाइप कास्ट हुन्छ, अर्थात् उस्तै धनीबाउको छोरा जहिले उस्तै रोमान्टिक क्यारेक्टरमा सीमित हुन्छन् भन्ने त्यो आरोप उनीमाथि लागिरहन्छ। तर म पनि भन्छु यी तर्कहरूमा केही सत्यता छ र केही असत्य। यस भिडियोमा अगाडि थाहा पाउँदै नै जानेछौँ त्यो किन भनेर। इम्पोर्टेन्ट के हो भन्दा अनमोलले यिनै आलोचना, माया, ट्रोल अनि प्रशंसालाई आफ्नो इभोल्युसनको एउटा सोर्स बनाएका छन्, त्यो वास्तविकता हो। नमस्ते, मेरो नाम हो हेमराज हमाल। प्रस्तुत छ स्टारडम, कन्ट्रोभर्सी, सेटब्याक्स अनि कमब्याकले भरिपूर्ण एभोल्युसन अफ अनमोल केसी। सबैभन्दा पहिला यस च्यानललाई सब्स्क्राइब गरेर हामीलाई भने साथ दिनुहोस्। आउनुहोस् भिडियोतर्फ लागौँ। अनमोल केसी नेपाली चलचित्र जगतको एउटा मेगा स्टार। उनी जहाँ गए, जहाँबाट आए, त्यहाँ नै युवाहरूको टुकटुकी बनेर उदाए। 30 मार्च 1994 मा काठमाडौँमा जन्मिएका उनको जीवन सिनेमा, प्रेम र विवादले भरिएको एउटा जमघट जस्तै छ। त्यो यात्रामा हामी सँगसँगै निस्किनेछौँ आज। आफ्नो जमानाका सुपरस्टार अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिताका छोरा जब प्यारेन्ट्सको डिभोर्स भयो, उनमा त्यो सेन्सिबिलिटी पहिले आइसकेको थियो, जुन अझै पनि उनको अनुहारमा झल्किन्छ, एउटा इनोसेन्स लाइक अ क्यारेक्टर। स्टार किडको लागि सधैँ नै एउटा च्यालेन्ज बच्चैदेखि के हुन्छ भन्दाखेरि त्यो आफ्नो अलग पहिचान कसरी बनाउने त, आफ्नो रेपुटेसन कसरी बिल्ड गर्ने, यो च्यालेन्ज सधैँ हुन्छ स्टार किडहरूलाई। बुबा दिग्गज कलाकार थिए, त्यसैले 2001 मा आएको सुपरस्टार मुभीमा बाल कलाकारको रूपमा देखा परेका थिए पहिलो पटक अनमोल। लामो समय सुटिङ छेउमै बसे, त्यसबेलाका ठुला एक्टरहरूको काखमा उर्किए। नेपोटिजमको फाइदा यो पनि हो किनकि दूरदराजको कुनै पनि सामान्य बालकले त यो प्रिभिलेज पाउने कुरा आउँदैन। उनी भुवन केसीका छोरा थिए, त्यसैले पाए। यसलाई काइन्ड तपाईँ स्वाभाविक नै ठान्न सक्नुहुन्छ, यसमा अब्जेक्सन गर्नुपर्ने केही पनि कारण छैन। वर्ष सन् 2013, नेपाली युवा पुस्तामा पप कल्चरको बेग्ली क्रेज हाबी भएको समय। यही वर्षबाट द सेल्फी फेनोमेनाको सुरु भएको थियो। ओरेन्ज इज द न्यू ब्ल्याकको पप कल्चरले इन्फ्लुएन्स यति छाडेको थियो कि मन्त्रमुग्ध थिए सबैजना। केपपको ग्लोबल राइज अनि ब्याङटान सोनियोन्दन बीटीएसको डेब्यू, अ न्यू ग्रुप द्याट वुड लेटर बिकम अ ग्लोबल केपप पावर हाउस, यी सबै परिदृश्यहरूबाट अलगै धुम मचेको बेला थियो त्यो। त्यही वर्ष एकजना युवाले नेपाली रजत पटमा डेब्यू गर्छन्। फिल्म थियो हस्टेल। वेल, म आफै त्यो समयको एउटा टिनेजर। मैले फिल गरेको छु त्यो फिल्मको फिभरलाई। त्यति बेलाको इमोसन्सले मलाई अहिले पनि त्यही नोस्टाल्जियामा तान्छ। एउटा यस्तो युवा आयो जोसँग त्यो बेला नेपालका हिरोहरूभन्दा अलिकति युनिक कोरियन लुक्स थियो। टिपिकल अनमोल केसीको डेब्यू नेपाली युवा युवतीको लाइफमा एउटा स्ट्रम बनेर आएको थियो। हस्टेल एनी कलेज लाइफ, साथीहरूको प्रेम सङ्घर्ष र युवा पुस्ताको कथा। त्यो समयको युथले यो फिल्मलाई आफ्नो जीवनको प्रतिबिम्ब जस्तै देख्यो। कलेजको झगडा, साथीहरूको माया, प्रेमको चासो, यी सबै कथाले अनमोललाई एउटा युथ पोस्टर बोय बनायो। फिल्म सुपरहिट भयो र अनमोललाई एकाएक चर्चाको शिखरमा पनि पुर्यायो। उनको स्टाइलले युवा दर्शकहरूमा गहिरो प्रभाव छाडेको थियो र एकैछिनमा उनको रोमियो इमेज इस्टाब्लिस्ड हुन्छ। पहिलो एन्ट्री नै ग्रान्ड एन्ट्री इन्डस्ट्रीमा। अनमोलले यसपछि हतार गरेनन्, बनेको क्रेजलाई मेन्टेन गर्न अझ सिरियस भए। अरूले चाहिँ महिनै पछि हल्माएर वाक्क पारेनन्, एक वर्षको ग्याप लिएर स्क्रिनमा आए। यो उनको मास्टर स्ट्रोक थियो। यसैले उनको स्टारडम बिल्डअपमा धेरै ठुलो इम्प्याक्ट पनि पार्यो। एक वर्षपछि टिनेजर्सको लागि अर्को एउटा रेभोल्युसन आउँदैछ जसले उनको स्टारडमलाई इन्भिन्सिबल बनाइदिनेवाला थियो। फिल्मको नाम थियो सन् 2014 मा आएको जेरी, जहाँ उनको फ्रिडम लाइफस्टाइलले दर्शकको सान्दर्भिकता पायो। स्वच्छन्द अनि स्वतन्त्र युवा जेरीको पात्रमा अनमोलको आकर्षण, उनको स्टाइल र स्क्रिनमा देखिने फ्रेसनेस। यसपछि त हो अनमोल मात्र एउटा अभिनेता नभई एउटा सेलिब्रिटी क्रस बन्न पुगेका थिए, धेरै युथको आइकन बन्न पुगेका थिए। जेरीपछि मुस्ताङ ठाउँ नै यति लोकप्रिय बन्यो कि आजसम्म पनि यो ट्रेन्डको रूपमा छ, तपाईँलाई थाहा छ। अब यहाँबाट उनका प्रशंसक मात्र होइन, आलोचकहरू पनि बढेर गए। लुक्स भएर मात्र हुँदैन है, अनमोलले अभिनय पनि सुधार्नुपर्छ भन्नेहरू बढ्दै जान्छन्। फेरि आउँछ ड्रिम्स 2016 मा। यो पनि म्यासिभ हिट रह्यो। ब्याक टु ब्याक सक्सेसको ह्याट्रिकले अनमोललाई सुपरस्टारको ट्याग दियो। ड्रिम्समा उनले आफ्नै बुबा भुवन केसीको डाइरेक्सनमा खेले। प्रेम, सपना अनि परिवारमा आधारित यो फिल्मले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि जन्मायो। साम्राज्ञीले यति राम्रो काम देखाएकी थिइन् कि यो फिल्ममा अनमोल केसी समेत छायामा परेका थिए। आलोचकहरू फेरि भन्न थाले, कहिलेसम्म धनीबाउको त्यही रोमान्टिक छोराको मात्र रोल गर्ने, अनमोल केसीले क्यारेक्टर रोल गर्न किन नसकेको? क्वेसन्स उठ्दै थिए। सायद
र अहिले मलाई लाग्छ सायद यो कुरालाई सिरियसली पनि लग्यो अनमोलले, थोरै नयाँपन दिन त खोजे। अनि त्यही वर्ष गाजलु 2016 मै गाजलु ल्याए, जसले एक पूर्व कुमारीको आधुनिक जीवनमा रूपान्तरण हुने कथालाई लिएर आयो। यो सबैले प्रेम रोमान्समा उनको प्रतिस्थापन एउटा सुनिश्चितता गरिदिएका थिए। यसमा मिस नेपाल सृष्टि श्रेष्ठको पनि डेब्यू थियो र अनमोलसँगको उनको केमिस्ट्रीलाई दर्शकहरूले मन पनि पराए। यी दुई फिल्मपछि भने अनमोल नेपाली फिल्म इन्डस्ट्रीकै सबैभन्दा बढी डिमान्डेड हिरो बन्न पुगे। एउटा फेज आउँछ, सधैँ कहिलेसम्म त्यही रिपिटेटिभ लभ स्टोरी। अब अडियन्सलाई केही त नयाँ नगरे बाँधेर राख्न त गाह्रो छ। त्यसपछि सुरु हुन्छ एक्सपेरिमेन्ट र च्यालेन्जिङ प्रोजेक्ट क्रीको, जहाँ उनी आफैले म सबै रोल गर्न सक्छु भनेर प्रुभ पनि गर्नु नै थियो, साथै अरू जनरमा पनि मैले कमर्सियल्ली हिट गराउन सक्छु भनेर पनि उनले प्रुभ गर्नु थियो। यसको लागि उनले खुबै मेहनत गरे, शरीर बनाए, चुनौती पनि स्वीकारे। अनि आउँछ क्री 2018 मा। एउटा ठुलो बजेटको एक्सन रोमान्स मुभी थियो, अरू सबै आफ्नो ठाउँमा, तर यो फिल्मलाई अनमोलको एक्सन अवतार अनि म्युजिक र सिनेमाटोग्राफीका लागि भने आजसम्म पनि सम्झिन्छ। तर पहिलोपटक इन्टेन्स डार्क रोल गरेका अनमोलमा अझै पनि एक्टिङको कमी कहीँ न कहीँ त देखियो। यो फिल्मको बजेट करिब 3.5 करोड रुपियाँ थियो। त्यसबेला नेपाली चलचित्र उद्योगको महँगो प्रोजेक्ट मध्येको क्रीले उनको स्टारडमलाई अझै बलियो बनायो। फिल्म कमर्सियल्ली सक्सेसफुल रह्यो र अदिति बुढाथोकी नयाँ अनुहार बनेर उदाइन्। एक्सपेरिमेन्टेसन र भर्सटालिटीको प्रेसरमा सन् 2019 मा उनले क्याप्टेन फिल्म लिएर आए। फुटबलरको जीवनमा आधारित यो स्पोर्ट्स ड्रामा फिल्ममा अनमोल केसीले एउटा फुटबल खेलाडीको रोललाई निभाए, तर विक स्क्रिन प्ले अनि भिजुअल इफेक्ट्स CGI अति नै झुरुँदा फिल्मलाई अपेक्षित रूपमा सफलता मिल्न सकेन। यो अनमोलको करियरको पहिलो फिल्म थियो जसले उनलाई रियलाइज गरायो कि स्टारडम भएर मात्र हुँदैन, नामको आधारमा मात्र फिल्म चल्दैन, यसको अगाडि धेरै कुराहरूको आवश्यकता छ। यो उनले बुझे र यो फिल्ममा पनि यसभन्दा अगाडिको उनको फिल्ममा चाहिँ नयाँ हिरोइन लन्च हुने सिलसिला कायम नै रह्यो र उपासना सिंह ठकुरीले हामीले देख्यौँ। कम्पिटिसन बढ्दै थियो। यो बीचमा प्रदीप खड्का, सुशील श्रेष्ठ, सलिमान बानिया, धीरज मगर, आकाश श्रेष्ठ जस्ता फ्रेस अनुहारहरूले अब उनलाई चुनौती दिइरहेका थिए। क्याप्टेन फ्लप भएपछि भने अनमोल केसीले पुरानै जनरतिर रोमान्सतिर फर्किए। फेरि आयो ए मेरो हजुर 3 2019 मा आएको यो फिल्म झरना थापाले निर्देशन गरेकी थिइन्। यो फिल्म क्रिटिकल्ली त्यति राम्रो त थिएन, स्टोरी एकदमै अर्डिनरी थियो, तर बक्स अफिसमा भने 8.8 करोड कमाएर व्यावसायिक रूपले भने हिट बन्यो। अनमोलको क्रेज नघटेको प्रमाणित भयो। त्यसलाई मद्दत गर्न ए मेरो हजुर 4 पनि आयो 2022 मा। साउथको बहुचर्चित KGF 2 सँग भिड्दा पनि यो फिल्मले राम्रै कमाइ गर्यो। दर्शकहरूले स्वीकार त गरे, तर धेरैले राम्रो फिल्म भएन भन्ने प्रतिक्रिया दिए। अनेस्टली यो सिरिजका दुवै फिल्म वेयर एब्सोल्युट गार्बेज ट्र्याप। मलाई कसरी सक्सेस भयो भन्ने अझै पनि अचम्म लाग्छ। नेभर माइन्ड, अनमोल केसीकै कारणले नै होला। अनमोलको फिल्म चले पनि दर्शकलाई भने एउटा राम्रो फिल्म चाहिएको थियो, पर्खाइ थियो उनीबाट एउटा गतिलो फिल्मको। सन् 2013 मा रिलिज भएको छड्के तपाईँलाई याद होला, पहिलो फिल्म जसले नेपालमा नयाँ किसिमको ग्याङ्स्टर एक्सन ड्रामाको शैली ल्याएको थियो। फिल्ममा सशक्त कथा, गहिरो पात्र अनि यथार्थपरक प्रस्तुति थियो, जसका कारण यो फिल्म नेपाली सिनेमामा एउटा कल्ट क्लासिक बनेको थियो। प्रोडक्सन टिमले लामो समयपछि अनमोल केसीलाई लिएर छड्के 2 बनाउने घोषणा गर्दा दर्शकहरूमा एक्साइटमेन्ट चुलियो। सबैलाई लाग्यो सायद यो फिल्म अनमोल केसीको करियरमा एउटा नयाँ अध्याय हुनेछ, च्याप्टर, किनकि यसअगाडि कुनै पनि प्राय फिल्ममा उनी यो अवतारमा देखिएका थिएनन्। रोमान्टिक हिरोको भूमिकामै हामीले देख्दै आइरहेका थियौँ उनलाई। तर वास्तवमा छड्के 2 ले एउटा डिजास्टरलाई पर्खिरहेको थियो। छड्के 2 मा अनमोलले आफ्नो तर्फबाट पुरा मेहनत पनि गरे। नयाँ रूपमा देखिन ग्याङ्स्टर लुक्सको लागि कडा ट्रेनिङ लिए, वर्कआउट गरे, फिटनेसमा धेरै मेहनत गरे। उनको लुक्स, उनको आउटफिट र क्यारेक्टर डिजाइनमा निकै नै ध्यान दिएको थियो। तर हेर्नुहोस् के लाग्छ, जब ट्रेलर रिलिज भयो उनलाई ब्याड बोय स्टाइलमा देखेर दर्शकहरू उत्साह भएनन्। उत्साह हुनुको साटो उनलाई ट्रोल गर्न थालिसकेका थिए। फिल्म डिजास्टर नै रह्यो एज एक्सपेक्टेड। एकदमै कमजोर डाइरेक्सन, ओभर प्रोड्युस्ड र ओभर स्टाइल्ड। तर यो फिल्म फ्लप हुनुको पछाडि अनमोलको लागि एउटा पनि ठुलो पाठ बन्यो। अब उनले बुझ्न थाले कि स्टारडमले मात्र फिल्म हिट हुँदैन, राम्रो स्क्रिप्ट अनि डाइरेक्सन पनि आवश्यक छ। छड्के 2 पछि उनको स्टारडमबारे धेरै चर्चाहरू चर्किए। धेरैले भने अब अनमोल फ्लप भए, अब यहाँबाट गल्ती गर्नु हुँदैन भन्ने बुझेका अनमोलले साइन गरिसकेको प्रोजेक्ट रामायणबाट हात झिके। उनले यो राम्रो डिसिजन गरे। एट द एन्ड पछि गएर रामायण एकदमै सुपर फ्लप नै भयो होइन। जे होस्, उनको खराब समय चलिरहेको बेला 2023 मा अनमोलको जीवनमा अर्को एउटा ठुलो वज्रपात आयो। रामायण फिल्मको निर्माता सुप्रिया कटवालले अनमोलमाथि अग्रिम रकम लिएर काम नगरेको भन्दै उजुरी दिइन्। उनलाई धोखाधडी र आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले पक्राउ गर्यो। देशको युथ आइकन, सेन्सेसन, स्टार, सुपरस्टार, मेगा स्टार पुलिसको फन्दामा थियो, हातमा हतकडी लागेको अवस्था थियो। यो समाचारले सम्पूर्ण नेपाली फिल्म जगतलाई हल्लाइ थियो। दर्शकहरूले मेगा स्टारको अर्को रूप पनि देखे। प्राय कसैसँग कम बोल्ने, अझ मिडियासँग त एकदमै कम, सामाजिक कार्यहरूमा पनि त्यति कमै देखिने सोझा अनमोललाई यो कन्ट्रोभर्सीले उनको इमेजमा पनि धक्का पुर्यायो। अब सबैले ठोकुवा गरे कि अनमोलका दिन सकिए। तर यस्तोमा सबैभन्दा राम्रो काम अनमोलले के गरे थाहा छ? के गरे भन्दा उनले आफैले यसलाई सुधार र आत्मपरीक्षणको समय बनाए। सेल्फ रियलाइजेसन जसलाई भन्छौँ हामी। अब अनमोललाई चाहिएको थियो स्टेटमेन्ट कम ब्याक। सबैको मुखमा बुझो लगाउनु थियो, यानी चुप लगाउनु आवश्यक थियो।
भेटिए सुव्योग गुरुङ अनि आयो 2024 मा फर्की रोमकम र टाइम लुप कन्सेप्टले युनिक बनाएको यस काल्पनिक प्रेम कथाले अनमोलको ग्रान्ड कमब्याक दियो। यो फिल्मले दर्शकको मन जित्यो र मेगा स्टारको चमक फेरि बलियो भयो। सबैभन्दा राम्रो यो फिल्ममा त के भयो भने त्यो हो अनमोल केसीको एक्टिङ। Yes, trust me. Arguably the most promising acting from his craft. मलाई पहिलो पटक अनमोलको एक्टिङ गजब लागेको फिल्म। यही फिल्मबाट उनले लन्डनमा भएको INFA फिल्म अवार्डबाट पनि बेस्ट एक्टरको अवार्ड पनि जिते। यसले प्रमाणित गर्यो कि अनमोल अझै पनि नेपाली फिल्म इन्डस्ट्रीमा अनबिटेबल नाम हुन् भनेर। अब 2025 मा रिलिज हुन लागेको जेरी अन टपले फेरि अनमोललाई आफ्नो एउटा पुरानो सुपरहिट पात्र जेरीको यात्रामा फर्काइदिएको छ। यो फिल्मलाई तिहारमा रिलिज गर्न तयारी भइरहेको छ। टिजरले बज बनाइसकेको छ, ट्रेलरले झनै बनाउला। अल्टिमेट लभ एडभेन्चरको यो हाइपलाई अनमोलको स्टारडमलाई अझै बलियो बनाउने प्रोजेक्टको रूपमा हेरिएको छ। किनकि डाइरेक्टर उनै हुन् सुव्योग र राइटर उनै हुन् द लकी चार्म अफ अनमोल केसी मिस्टर हेमराज BC। साथीहरू, अब कन्क्लुजनमा आउँ। अनमोल किन विशेष छन् त? पहिलो कारण उनीसँग ठुलो फ्यान बेस छ, विशेष गरी किशोर र युवा अवस्थामा अर्ग्यानिक फ्यान बेस। उनले बनाएको होइन, आफैले बनेको फ्यान बेस छ। दोस्रो, उनको उपस्थितिमा फिल्म बनाउनु नै टिकट बिक्रीको ग्यारेन्टी जस्तै मानिन्छ। तेस्रो, उनी आफ्नो प्राइभेट लाइफ निकै मिस्टेरियस राख्छन्, जसले उनको लोकप्रियतामा अझै त्यो क्युरियोसिटी बढाउन काम गरेको छ। उनको फ्यासन सेन्स र व्यक्तिगत जीवनबारेको सिक्रेटले पनि उनलाई स्टार बनाएर राखेको छ। उनी अरू झै सस्तो छैनन्। फिल्म प्रमोसनमा बाहेक अरू बेला इन्टरभ्यू दिएर चाहिने नचाहिने बोलेर बस्दैनन्। हेर्नुहोस्, उनको व्यक्तित्व सोसल रूपमा अलिकति सङ्कोचित, आलोचनालाई आत्मसुरक्षाको अवसर मान्ने र अभिनय सिपमा भने सधैँ म सुधार गर्न सक्छु भन्ने सोचले नै उनलाई विशेष बनाएको छ, मेगा स्टार बनाएको छ। That's why, my friends, love him or hate him, you can't ignore him. च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गर्न नबिर्सिनुहोस्। फेरि यस्तै एपिसोडमा हामी भेट्नेछौँ अर्को एउटा कुनै कलाकारको एभोल्युसन लिएर। कसको बारेमा ल्याउनुपर्छ त्यो कमेन्ट बक्समा लेख्नु होला र सर्वाधिक धेरै कमेन्ट जसको नाममा आउँछ त्यो कलाकारको एभोल्युसन लिएर आउनेछु। आजको लागि भने बिदा दिनुहोस्।